हुन्छ हामी आज पनि अस्ति सुनेकै वचन हामी सुन्छौँ मत्ती 2को 1 देखि 14 सम्म है त। हामीले के को बारेमा सुन्दै थियौँ भन्दाखेरि प्रभु येशू राजा हुनुहुन्छ, राजाहरूको राजा हुनुहुन्छ अनि उहाँ आराधनाको योग्य हुनुहुन्छ भन्ने वचन हामी सुन्दै आइरहेका छौँ। अध्याय मत्ती 2को 1 देखि 14 सम्म जानेर पूर्वबाट ज्योतिषीहरू कतिजना ज्योतिषीहरू थिए जो जति भए पनि उनीहरू प्रभुको जन्मलाई थाहा पाएर त्यो तारालाई देखेर उनीहरू प्रभुलाई भेट्न अनि प्रभु राजाहरूको राजा हुनुहुन्छ, उहाँ राजा हुनुहुन्छ र उहाँलाई आराधना गर्नुपर्छ भन्ने सोचले उनीहरू विश्वासले आराधनाको योग्य हुनुहुन्छ भन्ने सोचले हिँडेको यात्राको विषयमा हामी सुन्दैछौँ। त्यसै कारणले गर्दाखेरि हामी के सिकिरहेका छौँ भन्दाखेरि प्रभु येशू राजा हुनुहुन्छ, राजाहरूका राजा भनेर हामी गाउँछौँ, गाइरहेका छौँ। मैले धेरै ठाउँ यो भन्ने पनि गरेको छु र प्रायः मैले रिपिट पनि गरेको छु र कतिलाई सायद थाहा होला है। राजाहरूको राजा भनेर हामी गाउँछौँ, तर घरमा चाहिँ कोही बेला श्रीमती राजा हुन्छ है, अथवा श्रीमान राजा हुन्छ घरमा। हो, श्रीमान घरको शिर हो, तर शिरको पनि शिर चाहिँ प्रभु येशू हो र श्रीमानले पनि घर चलाउँदाखेरि राजा प्रभु येशूले भनेअनुसार चलाउनुपर्छ। श्रीमतीले पनि के अरे राजा भएर काम गर्नु हुँदैन है। त्यही भएर अब हामीले सिक्नुपर्ने कुरा चाहिँ के हो त भन्दाखेरि हामी मुखले राजा राजा भन्छौँ, तर साँच्चै जीवनले पनि उहाँ राजै हुनुहुन्छ र आराधनाको योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा चाहिँ आज हामीलाई ज्योतिषीहरूले देखाएको छ। ज्योतिषीहरू को थिए? धनाढ्य मानिस, राजाहरू नियुक्त गर्ने, लिडर्सहरू नियुक्त गर्ने, ठुला ठुला शासकहरूले उनीहरूको ज्ञान बुद्धि परामर्श लिन्थे भनेपछि यिनीहरू एकदमै धनाढ्य र शक्तिशाली मानिसहरू थिए। तर यिनीहरूले पनि जब प्रभु राजा जन्मिएको कुरा कहाँ कसरी थाहा पाए हामीलाई थाहा छैन, तर जब थाहा पाए उनीहरूले के गरे? यात्रा सुरु गरे अनि आराधनाको योग्य हुनुहुन्छ, उहाँलाई हामी आराधना गर्न आएको, दण्डवत गर्न आएको भनेर उनीहरूले भनेका छन्। त्यो कारणले गर्दाखेरि मण्डली प्रिय, हामीले उनीहरूबाट सिक्नुपर्ने र जान्नुपर्ने कुरा चाहिँ यो कथाबाट कि मत्ती 2को 1 देखि 14 सम्म राजाहरूका राजा उहाँ हुनुहुन्छ, आराधनाको योग्य हुनुहुन्छ। त्यही कारणले गर्दाखेरि गएको हप्ता मैले तपाईँहरूलाई प्रभु येशूको बारेमा साँचो बुझाएर विश्वासबाट आउने साँचो आराधना गर्छु भनेर मात्रै भएन, आराधनाको निर्णयहरूको विषयमा बताएको थिएँ। कस्तो खालको निर्णय गर्नुपर्छ जसले उहाँको आराधना हुन्छ, ती निर्णयहरूको विषयमा बोलेको थिएँ। पहिलो निर्णय थियो प्रभु येशूलाई हेर्न र भेट्न चाहने निर्णय गर्नु पर्यो। म भेट्छु हेर्छु भनेर जस्तो उनीहरूले गरे अनि त्यो लामो यात्रा गरे। प्रभु येशूलाई देख्न र भेट्न सक्ने ठाउँमा जान्छु, म निर्णय मात्रै गरेँ भने त्यो ठाउँमा जान्छु र ठाउँ खोज्नु पर्यो, जान्नु पर्यो, उनीहरूलाई थाहा भएको ठाउँमा हामी जानु पर्यो। दोस्रो निर्णय के थियो? तेस्रो, प्रभु येशूलाई हेर्न र भेट्न तिनीहरूले के गरे? आफ्नो पैसा, शक्ति र समय खर्च गरे है। त्यो गर्नुपर्छ, हामीले समय निकाल्नुपर्छ, आफ्नो पैसाहरू खर्च गर्नुपर्छ अनि शक्तिलाई, आफ्नो बल शक्ति लगाएर हामी गर्नुपर्छ, खर्च गर्नुपर्छ। सिम्पल भाषामा भन्दाखेरि बाइबल किनेर हुन्छ कि किताब किनेर हुन्छ कि। त एउटा इक्जाम्पल मैले गएको हप्ता तपाईँहरूलाई दिन बिर्सेँ। नेपाली चर्चले सिक्नुपर्ने कुरा के छ भन्दाखेरि, नेपाली भाषी मण्डलीहरूले सिक्नुपर्ने कुरा के छ भन्दाखेरि, हामी नानीहरूलाई कुनै पनि सङ्गीत सिकाउनलाई पैसा लाग्छ, महँगो हुन्छ सङ्गीत सिकाउनु है। अथवा सिकाउन सक्ने मान्छेहरू खोजेर अथवा तिरेर हुन्छ कि सिकाइदिने मान्छे खोजेर हुन्छ कि हामी यिनीहरूलाई सङ्गीत सिकाउनुपर्छ। त्यसो गर्दाखेरि के हुन्छ त, ताकि उद्देश्य चाहिँ यो एक दिन यिनीहरू मण्डलीमा बाजा गाजा बजाउने होस्, परमेश्वरको महिमा गर्ने होस्। उनीहरूको वरदान छ भने डान्स, अब रोहित दाईले, मैले रोहित दाईलाई उचालेको होइन, कति खर्च गर्नुहुन्छ नानीलाई डान्स सिकाउनु, लुइसलाई होइन, हजारौँ खर्च हुन्छ त्यसमा। बहिनीले त्यो स्किल केमा प्रयोग गर्ने थियो? परमेश्वरकै राज्यको निम्ति हो, मण्डलीको निम्ति हो। एउटा इक्जाम्पल दिएको, सबैले थाहा पाएको कारणले गर्दाखेरि धेरै परिवारहरू हुनुहुन्छ यहाँनिर होइन, विभिन्न नानीहरू कुराहरू सिकिरहेको हुन्छ, विभिन्न तालिमहरू लिइरहेको हुन्छ स्कुलबाट बाहिर। ती तालिमहरू के को लागि त भन्दाखेरि परमेश्वरको आराधना एक दिन गरोस् त्यो कुराहरू लिएर। त्यो कारणले गर्दा त नि उहाँहरू हामी बाहिर पनि खर्च गरिरहेका हुन्छौँ। विभिन्न प्रकारले पैसा, शक्ति, समयलाई हामीले खर्च गर्नुपर्छ जस्तो ज्योतिषीहरूले गरे होइन, महँगी चिजहरू लिएर। त्यो चाहिन्थ्यो त्यतिखेर। थाहा छ प्रभु येशूको एउटा मिठो कुरो, हामी स्पेसली हामी रेफ्युजीहरूलाई शरणार्थी क्याम्पमा हामी कति वर्ष 22-23 वर्ष बसेर 21 वर्ष बसेर आउने मान्छेको निम्ति यो कथाले के बताउँछ थाहा छ? यो कथाको अन्तिममा प्रभु येशू के भयो? आफ्नै देश छोडेर हेरोदको कारण मिश्र देशमा जानु पर्यो। रेफ्युजी किङ हो, पहिला जन्मिनु बित्तिकै शरणार्थी भएको। हरेक व्यक्तिको दुःखलाई बुझ्ने प्रभु हुनुहुन्छ उहाँ। त्यही कारणले गर्दाखेरि उहाँ त्यो मिश्र देशमा बस्दाखेरि के खर्च गर्यो होला र? बिजनेस थियो र थिएन नि? युसुफ र मरियमको ढुकुर चढाउने हो उनीहरू, गरिबीको व्यक्ति, गरिबी परिवारमा हुर्केको व्यक्तिहरू, त्यही सुन्न मर्रा, त्यही बास्नदार त्यो भेटीहरूलाई प्रयोग गरेर उनीहरू धेरै वर्ष मिश्रमा बाँचे। प्रिय, यो प्रकारले प्रयोग हुन्थ्यो
यो गहिरो कुराहरू होइन, एकदमै मिठो कुरा, सुन्दर कुरा हो। त्यही भएर जब हामीले पैसा खर्च शक्तिलाई प्रयोग गर्छौँ भने एउटा साँच्चै आराधनाको लागि गर्छौँ भने त्यो महिमा हुन्छ है। कतिजना मण्डलीहरूमा सिक्नुपर्ने कुरा हो है, आफ्नो पैसा शक्ति समयलाई। प्रभु अर्को चौथो कुरो के सिकाएको थियो भने प्रभु येशूलाई हेर्न र भेट्न तिनीहरू कठिनाई र जोखिम स्वीकार गर्न तयार भएका थिए। त्यो निर्णय गर्नु पर्यो। कठिनाई हुन्छ, जोखिम आउँछ प्रभुको आराधना गर्ने निर्णयहरू गर्दाखेरि। कठिनाई त हुन्छ नि, बाइबल पढ्नु कस्तो गाह्रो हुन्छ होइन। कामले गलेर आउनु भएको हुन्छ, पढ्दा पढ्दै निदाउनुहुन्छ, तपाईँलाई भिडियो हेर्नु मन लाग्छ, टिकटक हेर्नु मन लाग्छ, साथीहरूले सर्ट भिडियो हेर्दै हेर्दै 2 घन्टा जान्छ भन्नुहुन्छ। कति सजिलो छ यसो गर्नु होइन, फ्याट 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 गएको गएको। तर यो खोल्नु गाह्रो छ, खोल्नै गाह्रो हुन्छ क्या। यो कस्तो चाम्रो ढुङ्गा जस्तो भइजान्छ। खोल्नु पऱ्यो, पढ्नु पऱ्यो, कठिनाइहरू आउँछ होइन। बिरामी हुँदा पनि प्रार्थना गर्नु पऱ्यो। विभिन्न कठिनाइहरू, जोखिमहरू, यो ज्योतिषीहरूले जति त हामीले कठिनाइ उठाउनु पर्दैन, त्यो कति कठिनाइहरू हाम्रो जीवनमा हुनसक्छ, उठाउनुपर्छ है। सजिलो हुँदैन। कठिनाइ क्रुसलाई बोक्नु सिक्नु पऱ्यो है। क्रुसलाई बोक्नु सिक्नु पऱ्यो। प्रभुको पछि लाग्ने व्यक्तिहरूले कठिनाइहरू बोक्नु, जोखिमहरू स्वीकार्नुपर्छ प्रभुको वचन आराधना गर्ने निर्णय गर्दाखेरि है त। त्यो कारणले गर्दाखेरि प्रिय हो, यी 4वटा कुरोलाई आराधनाको लागि निर्णय गर्ने कुरा। आज चाहिँ हामी के देख्छौँ हेर्छौँ भने प्रभु येशूको बारेमा साँचो बुझाइ र विश्वासबाट, जस्तो ज्योतिषीहरूमा आएको थियो, साँचो आराधनाका रूपहरू कस्तो हुन्छन् त। निर्णय त गर्नुभयो यो प्रकारले म आराधना गर्छु भनेर, अब होइन। म जोखिम उठाएर आराधना गर्छु, म भेट्न गएर उहाँलाई एउटा घरमा ठाउँ तयार बनाउँछु, म एउटा अब निर्णय गर्छु यो समय म प्रभुको व्यक्तिगत रूपमा आराधना गर्छु, उहाँको वचन पढ्छु, प्रार्थना गर्छु, मेरो जीवनलाई कसरी बाँचिरहेको छु उहाँसँग यो म याद गर्छु भनेर तपाईँले आराधना गर्ने निर्णय त गर्नुभयो। म पनि आफ्नो पैसा खर्च समय अब चाहिँ म पनि गर्छु प्रभुको भनेर निर्णय गर्नुभयो। निर्णय गर्नु राम्रो, तर तपाईँले गरेको आराधनाको रूपहरू पनि बुझ्नु पर्यो। किनभने पावलले जस्तो जोसिएर गलत काम पनि गर्न सक्नुहुन्छ। पावललाई लागेको थियो परमेश्वरको निम्ति गर्दैछ उसले, तर सबै मण्डली पिट्यो, सतायो, करायो। उसले के गरेको थियो? ठिकै उल्टो काम गरेको थियो, गल्ती गरेको थियो उसले, हो कि न? जोस त थियो तर गलत गरेको थियो। त्यही कारणले गर्दाखेरि अब आराधना गर्छु भनेर निर्णय गर्नुभयो। तपाईँलाई कुनै कन्फरेन्समा गएपछि एकदम जोसिन्छ नि, अब चाहिँ म प्रभुको निम्ति चाहिँ 1 हप्तामा सेलाइजान्छ, त्यस्तो चाहिँ हुनु भएन। तपाईँले निर्णय गर्नुभयो अब आराधना गर्छु भनेपछि तपाईँले त्यो आराधना कस्तो हुन्छ जान्नु पर्यो कि। त्यो आराधना गर्छु मात्रै भनेर भएन नि त। म चाहिँ यसपालि दामी मासु बनाएर खान्छु, मासु काट्नु आउँदैन, मसलै चिन्दैन, सबै पकाएर लास्टमा तेल लाएर खाने बेलामा कस्तो हुन्छ जान्नु पऱ्यो नि। त्यही कारण आराधनाको रूप कस्तो हुन्छ जान्नु पऱ्यो। आराधनाको रूपहरू यो खण्डले हामीलाई बताउँछ कस्तो हुन्छ। सुन्नुहोस्, 10 पदमा हामी हेऱ्यौँ भने 10 पद पढौँ। मत्ती 2को 10 पदले भन्छ, अनि त्यस तारालाई देखेर उनीहरू अत्यन्तै ठुलो आनन्दले हर्षित भए। जब उनीहरूले प्रभु राजालाई भेट्नको निम्ति आराधना गर्छु भनेर गएका थिए, अनि जब प्रभुलाई भेट्ने त्यो बाटो देख्यो उनीहरूले, त्यो ताराले उनीहरूलाई जो डराइराखेको थियो, जब उनीहरूले त्यो देखे उनीहरू के भए? फेरि अब हिँड्नु पऱ्यो, जानु पऱ्यो, प्रभुलाई आराधना गर्नु पऱ्यो भनेन नि, हर्षित भए, आनन्दित भए। आराधनाको रूप भयो पहिलो रूप, अत्यन्तै आनन्दित र हर्षित हृदयको साथ गरिन्छ है। हाँस्ने भनेको होइन है। के अरे प्रभुमा सधैँ, फिलिपी 4:4 के अरे? म फेरि पनि भन्छु प्रभुमा सधैँ आनन्द गर। एकजना पास्टर हुनुहुँदो रहेछ, नाम नभनौँ होइन, ठुलो कन्फरेन्स गर्नुभएको रहेछ। यो वचनले भन्छ प्रभुमा सधैँ आनन्दित गाउँ, ल तपाईँहरू मसँग आनन्द मनाउनुहोस् भन्यो। के गर्छ यो मान्छे भने हेरिरहेको भिडियो, त्यस्तो हुन्छ आनन्दै? त्यो खालको आनन्द हुन्छ? हुँदैन नि। त्यो एकछिन हाँसेर हुन्छ, त्यो जस्तो त मैले लाफिङ थेरापी के सुनेको थिएँ, मैले त्यही पढ्यो होला हौ कहाँनिर। त्यस्तो खालको कुरा गरेको होइन, अत्यन्तै आनन्दित र हर्षित हृदयको साथ। त्यो कस्तो खालको आनन्द हृदय हो? उनीहरूले कति दिनको यात्रा थियो, हेरोदसँग गफ गर्दै गर्दा सायद त्यो तारा कता गयो थाहा छैन उनीहरूलाई, तर जब उनीहरू फेरि भेट्छु भनेर आए, उनले त्यो तारा देखे, अब प्रभुलाई देख्ने त्यो बाटो म हराइन, अब म जान्छु, साँच्चै त्यो देखा पर्यो, बाटो उनीहरूले भेट्यो, त्यो थाहा पायो। अनि जब उनीहरूको त्यो हृदयले चाहेको जो आराधनाको लागि थियो, उनीहरूको हृदय त्यो देखेर उनीहरू अति नै आनन्दित र हर्षित भयो। अब तपाईँहरूलाई मेरो सिम्पल एप्लिकेसन हो, जब शनिबार आउँछ, यो जुन शनिबार छ नि, यो तपाईँहरूले आराधना गर्ने 6:30 देखि 8 बजीको, यो मेरो निर्णय, हाम्रो निर्णय होइन। यस्तो कहिले पनि मान्छेको निर्णय हुँदैन। परमेश्वरले आदिमा पहिल्यै
पृथ्वीको जग बसालिन अगाडि नै यति वर्ष यो समय यी मानिसहरू तिमीहरू यो बेला भएर मेरो आराधना गर्नेछौ र तिमीहरूकै निम्ति म रगत बगाउनेछु, तिमीहरूकै निम्ति म मरिदिनेछु, बौरी उठ्नेछु र तिमीहरूलाई नै लिन आउँछु र तिमीहरू चाहिँ यतिजना यसरी भेला भएर आराधना गर्नेछौ भनेर उहाँले निर्णय गरेको कारणले गर्दाखेरि यो समय छ हाम्रो बिचमा प्रिय। हाम्रो बल र जोसले हुँदैन कहिले पनि प्रिय। उहाँले जति वर्षसम्म हामीलाई यसरी आराधना गर्न तोक्नु भएको छ त्यति वर्षसम्म रहन्छ प्रिय। त्यही कारणले गर्दाखेरि प्रभुको आराधना गर्ने जुन माहौल वातावरण उहाँले दिनुभएको छ, जब यो समय आउँछ शनिबार 6 साढे हुन्छ, आनन्दित र हर्षितसँग आउनुपर्छ। अनि हामीलाई गाह्रो लाग्छ, आनन्दै मजै लाग्दैन, गाह्रो लाग्छ भने के गर्ने त हामीले भन्दाखेरि प्रार्थना गर्ने हो, प्रार्थना गर्ने हो। प्रभु मलाई त्यो आनन्द, त्यो हर्ष, त्यो खुसी आराधना गर्ने, यसरी सबै तपाईँसँग जिउने व्यक्तिहरूसँग बसेर आराधना गर्ने मलाई त्यो खुसी आनन्द दिनुहोस् भने हामी प्रार्थना पनि गर्नुपर्छ। यस्तो प्रार्थना गर्नुपर्छ है प्रिय। भन्नुभयो नि जे छैन त्यसको लागि प्रार्थना गर्ने हो, प्रभुको अगाडि गएर ढाँट्ने होइन, ढाँट्ने होइन। तपाईँहरू चर्चमा आउँदाखेरि घरमा गनगन गरेर जाउँ कि जाउँ भनेर कसैले लिएको छ, गाह्रोसँग आउनुभएको छ, यहाँ प्रभु तपाईँ कतिमा डोन्ट स्टार्ट लाइक द्याट, त्यसरी सुरु गर्ने होइन। तपाईँले आराधना गर्दाखेरि प्रभु मलाई एकदमै आउनै मन थिएन, गाह्रो थियो, मनै लाग्दैन, क्षमा गर्नुहोस्, मलाई तपाईँसँग आराधना गर्ने जोस दिनुहोस्, पवित्र आत्मा मलाई मद्दत गर्नुहोस्, यो प्रकारले प्रार्थना गर्नुपर्छ प्रिय। यो वास्तवमा सत्यतामा उहाँको आराधना गर्नुपर्छ। त्यही कारणले गर्दाखेरि अत्यन्तै आनन्दित र हर्षित हृदयको रूप हो आराधनाको। अनि यो रूप चाहनुपर्छ हामीले, पवित्र आत्माले हामीलाई त्यो दिनुहुन्छ है, माग्नुपर्छ। यिनीहरू अति नै आनन्दित भए, हर्षित भए प्रभुको निम्ति। कति खुसी भयो होला, त्यो त अब यहाँ उनीहरूले बताउन सकेको छैन, शब्द त काफी हुँदैन, तर देख्छौँ हामी त्यति लामो यात्रा खुसी र आनन्दसँग गरेको। अर्को कुरो, अब आनन्द र हर्षित हुनुपर्छ, आराधनाको रूप हो यो है। अनि अर्को कुरो के हुन्छ भन्दाखेरि अर्को रूप चाहिँ भर्स 11ले भन्छ, समर्पित झुकाव र नम्र हृदय हुन्छ आराधनाको रूपमा। समर्पित हृदय हुन्छ, झुकाव, झुक्ने नम्र हृदय हुन्छ। भर्स 11लाई हेर्नुहोस् के गरिएको छ भन्दाखेरि, अनि त्यस घरभित्र पसेर उनीहरूले ती साना बालकलाई आफ्नो आमा मरियमको साथमा देखे र भुइँमा घोप्टेर उहाँलाई दण्डवत गरे। जब उनीहरूले फाइनली कति दिनको महिनाको यात्रा पछाडि उनीहरूले भेट्न खोजेको राजालाई जब उनीहरूले देखे, जब उनीहरूको आँखाले देख्यो, अब त्यो बयान उनीहरूले गर्न सकेन, तर लेखकले हामीलाई भन्छ जब उनीहरूले त्यो देखे तब उनीहरूले के गरे त भन्दाखेरि मरियमको काखमा देखेपछि उनीहरू घोप्टो परे, दण्डवत गरे, आफ्नो शरीरलाई नै झुकाए, नम्र भए अनि उहाँको अगाडि दण्डवत गरे उहाँलाई। यसले के बताउँछ भन्दाखेरि समर्पित को हो यो व्यक्तिहरू? धनाढ्य, शिक्षित, एकदमै संसारको लेभलमा शक्तिशाली मान्छेहरू, यिनीहरू के गए? झुके, दण्डवत गरे, समर्पित भए उनीहरू। त्यो हृदय हामीमा हुनुपर्छ। जब हामी आराधनामा आउँछौँ, परमेश्वरको आराधना गर्न जब हामी भेला हुन्छौँ अथवा घरमा हामी जब उहाँलाई प्रार्थना गर्छौँ, जब हामी उहाँसँग बातचित गर्छौँ, जब उहाँलाई भेट्छौँ, त्यतिखेर त्यो जीवनलाई उहाँ समर्पित भएर, झुकेर, नम्र भएर उहाँ चाहिँ साँच्चै राजा हुनुहुन्छ है भन्ने सोचले आराधना सुरु हुन्छ। बसेर ओ प्रभु तपाईँले हामीलाई भोजन दिनुभयो, जुटाउनु भयो, टन्न खाने छौँ, धन्यवाद गरिने, तपाईँलाई महिमा शक्ति, राम्रो हो। त्यो रटेको जस्तै सुनिन्छ, इट्स ओके होइन, राम्रो हो प्रार्थना गर्नु, तर यसो गर्नुहोस्, आजदेखि यसो गर्नुहोस्, सुन्नुहोस् है, तपाईँ जब प्रार्थना गर्नु बस्नुहुन्छ तपाईँ कोसँग प्रार्थना गर्दै हुनुहुन्छ? राजाहरूको राजा, अति नै शक्तिशाली, जो तपाईँको निम्ति मर्नुभयो, तपाईँलाई लिन आउँदै हुनुहुन्छ बौरी उठेर, उहाँको अगाडि तपाईँ बोल्दै हुनुहुन्छ। तपाईँमा समर्पित हृदय, सुम्पिने, आफैले आफैलाई झुकाव, नम्रता, यो हुनुपर्छ। यसरी गरिन्छ आराधना। एकजना बाजे हुनुहुन्थ्यो, बिहानै उहाँले पूजा गर्नुहुन्थ्यो। मैले पूजाआजाको हिंसा गरेको होइन, त्यो आचरणको कुरा गर्दैछु। घन्टी टिङ 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 भन्दा उहाँले के गर्नुहुन्थ्यो, उहाँको आफ्नो आस्था छ, उहाँको ठिक छ, त्यो उहाँको आफ्नो टिङ 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 गर्नुहुन्थ्यो। सारा त यत्रो बेर सुति बस्छ, उठेर पानी लिनु जा, खिन्टिङ 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 पारिबस्थे, पूजा चाहिँ गरिबस्थे। त्यो उसले बोलेको शब्दहरू त म भन्नु मिल्दैन, खिन्टिङ खिन्टिङ पारिबस्थे। त्यो भात सबै नखाए, भाइलाई पनि चाहिन्छ भने खिन्टिङ 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 पूजा चाहिँ गरिबस्थ्यो। उसको मुखबाट चाहिँ के निस्किन्थ्यो, तो जला फटाए त फेरि खिन्टिङ 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 पूजा गरिबस्ने। त्यो मलाई अहिले पनि हृदयमा आउँछ। कोही बेला विश्वासीले ट्याक्कै त्यही गर्छ। उहाँसँगको आराधना जब समर्पित, अहिले तपाईँ कसको आराधना गर्नु यहाँ बेला? तपाईँले सुन्नु नै, उहाँको कुरा सिक्नु नै उहाँको आराधना गर्नु हो प्रिय, हो कि होइन? तपाईँलाई मार्था र मरियमको कथामा के पाउनुहुन्छ? सबभन्दा राम्रो कसले छानेको छ त्यो कथामा? मार्था र मरियमको घरमा प्रभु येशू आउँदा
मरियमले उसले असल रोज्यो। किन? मार्था बिजी छ पकाउनु मा। मरियम प्रभुले भनेको कुराहरू सुन्नुमा समय बिताए। त्यो राम्रो भयो उसको निम्ति। प्रभुले भन्नुभयो त्यो कुराहरू सुन्नुपर्छ उहाँले बोलेको। अब तपाईँहरूलाई म एउटा इक्जाम्पल थियो, रियल इक्जाम्पल। तपाईँहरूलाई यो चाहिँ मनमै गयो भन्छ होला कति, या धेरैले भन्यो मलाई। तपाईँहरू जब प्रभु यो मण्डलीमा आउँदाखेरि प्रभुले हामी बाइबल पढ्नु नै उहाँ बोलेको सुन्नु, म बोल्नु नै प्रभु बोलेको भनेको होइन है, फेरि त्यस्तो नबुझ्नुहोस्। तर प्रभुको कुराहरू हामीले बोल्नु, एक्लै अर्कोलाई भन्नु नै प्रभुले भनेका सत्यतालाई सुन्नु। त्यतिखेर तपाईँ यहाँ बसेर फोन खेलाउने होइन। डोन्ट डु द्याट। किन्टिङ खिच्री त्यो कस्तो खालको आधार हो? प्रिय हो, तपाईँको निम्ति क्रुसमा मर्ने प्रभुको वास्तविकतालाई सुनेर उहाँको वैभव र शक्तिलाई हृदयमा गाड्नको लागि आउँदै हुनुहुन्छ। नाथे मरिजानेलाई टेक्स्ट गर्ने हो? होइन त्यो हाउडेको भिडियो हेर्ने हो? नो। यति साह्रो अनादर हुन्छ नि। फोन खेलाउनु गल्ती होइन, इट्स ओके, घरमा खेलाउनुहोस्, आराधनाको बेलामा होइन। यसलाई नराम्रो नलिनुहोस्, तर गहिरेर सोच्नुहोस्। प्रभुको तपाईँलाई मुक्ति दिने के तपाईँसँग गाँसिएको एकदम कुनै पनि कुरोले मदेखि नछुटाओस्, यसलाई नलैजाओस् भनेर तपाईँको निम्ति प्रेमद्वारा अनुग्रहद्वारा रगत बगाउने प्रभुको कुरा सुन्दै गर्दाखेरि चाहिँ अरू कुराहरूलाई समर्पित हुनु भने चाहिँ उहाँलाई अनादर गर्नु राम्रो होइन यो। अनि समर्पित झुकाव र नम्रसँग उहाँमा दण्डवत हुनुपर्छ, दण्डवत गर्नुपर्छ। प्रिय त्यो हो आराधनाको रूप। भर्स 11 पनि के भन्छ? अर्को रूप आदर इज्जत र सम्मान गर्ने हृदय। दण्डवत गर्नु, समर्पित हुनु हो, झुक्नु हो। तर अर्को के पनि भने आदर इज्जत र सम्मान गर्नु, उहाँलाई आदर इज्जत र सम्मान गर्नु। थाहा छ नेपाली एउटा म नाम भन्दिनँ, म एउटा फ्युनरलमा गएको थिएँ। मेरो वचन थियो, वचन बोल्नु पर्ने थियो मेरो। धेरै वर्ष अगाडि गएको थिएँ। सायद त्यो मेरो सेकेन्ड फ्युनरल के थियो मलाई थाहा छैन। धेरै थियो नेपालीहरू, अचम्म लाग्यो होइन। त्यो आमा चाहिँ, त्यो घरको आमा चाहिँ बितेको छ, आमाको लास राखेको छ। अब वचन बोल्ने समय आयो मेरो। नेपालीहरू विश्वासीदेखि लिएर अविश्वासी सबै भेला भएको छ। अब वचन बोल्नु पर्यो। शोकित परिवार छ, रुने नानी रुइराखेको छ होइन। एकखालको उमेर नै नपुगी बितेको आमा रहेछ। एकदम दुःखद सिचुएसन थियो, दुःखद घटना थियो त्यो। बाहिर चाहिँ कस्तो हल्ला भइरहेको थियो, हौ कुन गाडी किन्यो अरे सुन्दै थिएँ कि म अघिदेखि भित्रबाट। हौ खतरा किनेछ त गाडी, विभिन्न कुराहरू भइरहेको थियो। नेपालकै उहिलेको त्यो मेरै बानी हुनु भने कि त्योसँग फाइट खेलाइ हुन्थ्यो। अनौठो के त्यो मान्छेको स्वभाव होइन नि त्यो त स्पेसली त्यतिखेर चाहिँ के। अब राम्रो सोच, मैले उदाहरण किन तपाईँलाई दिएको? उनीहरू त्यहाँ किन भेला भएको छ? त्यो परिवारलाई सान्त्वना दिन। अर्को कुरो के, त्यो व्यक्तिलाई अन्तिम विदाई सम्मानसँग गर्नु। फ्युनरलको उद्देश्य त्यो हो नि, परिवारलाई सान्त्वना दिन र बितेर गएको त्यो व्यक्तिलाई एउटा सम्मान प्रकट गर्नु हो नि। कस्तो त्यो सम्मान भयो त? अब मलाई त अब झक्चली गयो, रिस उठि गयो के। त्यो पवित्र रिस हो त्यो। प्रभुले, कतिजनाले पास्टर रिसाउनु हुँदैन भन्छ नि, मन्दिरमा को रिसाएको? प्रभु येशू होइन। टेबल कसले पल्टाउनु भयो? प्रभुले पल्टाउनु भएको होइन। पाप र गल्ती र अन्याय देख्दा रिसाउनु ओके, तर कस्तो निर्णय गर्नुहुन्छ, के बोल्नुहुन्छ, त्यसले चाहिँ फरक पर्छ तपाईँले पाप गर्ने कि नगर्ने। मलाई त अघिदेखि कतिखेर मेरो हातमा माइक्रोफोन आउँछ जतिको भइसकिरहेको थियो के। आइगयो दिगयो, बोल्नु पाइहाल्यो। मैले के भने थाहा छ? सिम्पली यही कुरो भनेको, नेपालीहरू हामी अमेरिकामा आएको धेरै भएको छैन, 7-8 वर्ष भयो होला। तर हामी नेपाली को हौँ, हाम्रो संस्कार के हो, हाम्रो कस्तो व्यवहार छ भनेर यो महलले चाहिँ यो फ्युनरल होमलाई चिनाउँदैछ। तपाईँहरू बाहिर हल्ला गर्दै ढडङढुडुङ गर्दै कुदेर चाहिँ नेपालीहरूले चाहिँ मर्दा पर्दा पनि यस्तै प्रकारले गर्दो रहेछ, यिनीहरू कल्चरै यस्तो रहेछ भनेर बुझ्छ। र हाम्रो सम्मान कहाँदेखि कहाँ पुग्छ है भन्ने कुरा भयो। सुनसान भयो। अनि मैले भने नरिसाउनुहोस्, सानो डल्ले मान्छे आएर प्याच्च भनौँ, थ्याच्च पार्यो नभन्नुहोस्, तर हाम्रो सम्मान इज्जत कस्तो हुन्छ यहाँबाट सोचौँ। ठ्याक्कै त्यही कुरा हो।
हामी कोसँग कसलाई सम्मान प्रकट गर्न आएका छौँ, आदर गर्न आएका छौँ मण्डलीमा? प्रभुलाई। अनि हामीले कस्तो प्रकारले उहाँलाई सम्मान गर्छौँ, इज्जत गर्छौँ? ज्योतिषीहरूले त भेटी दण्डवत गरे, झुकावसँग गरे। तपाईँ र ममा त्यो हुनुपर्छ प्रिय। त्यो तपाईँ र ममा त्यो हुनुपर्छ। घरमा बाउआमाले झुकाव र इज्जतसँग प्रभुमा प्रार्थना गर्यो, आराधना गरेको देख्यो नानीहरूले भने त्यहीँबाट थाहा पाउँछ कि उनीहरूले परमेश्वर चाहिँ को रहेछ भनेर क्वेसन उठ्छ। उनीहरूले धेरै कुरा बुझ्छ ज्योतिषीहरूले गरे। प्रिय मण्डलीमा आफैलाई विचार गर्नुहोस्, तपाईँले कसरी गर्नुहुन्छ? पहिला मण्डलीहरूको बानी थियो, अहिले पनि कतिजनाको देख्छु। बानी गर्नुहोस्, जब तपाईँ मण्डलीभित्र आउनुहुन्छ छोटो समय निकाल्नुहोस्, प्रार्थना गर्नुहोस् व्यक्तिगत रूपमा। पटट कराउनु पर्दैन। मण्डली आराधना सुरु हुनु अगाडि आउनुहोस्, बस्नुहोस्, प्रभु आएको छ, आफैलाई तयारी गर्नुहोस् के उहाँको आराधना गर्नलाई। छोटो प्रार्थना गर्नुहोस्, बस्नुहोस्, अनि आराधना सुरु हुन्छ। यो पहिला मण्डलीहरूले गर्थे, कति राम्रो थियो त्यो है। ओल्ड इज गोल्ड भन्छ नि, त्यो गोल्डभन्दा पनि महान भेटियो कि त्यो। आउँदाखेरि त्यसरी गरिन्छ, राम्रो गर्नुपर्छ। अब समय सिद्धियो, क्लोजिङमा 2टा पोइन्ट छ, सिधाइदिइहाल्छु। जब प्रभुलाई भेट्यो उनीहरू के भयो? ओहो के दिउँ, खादलखुदल गरेन नि। उनीहरूको के थियो? 11को अन्तिमतिर हेर्नुहोस् त, उनीहरूले के गरे? 11 पदमा दण्डवत गरे अनि आफ्ना धनका कन्तुरहरू खोलेर उनीहरूले उहाँलाई उपहार चढाए। सुन, लोबान र गन्धरस, 3वटा चिज लिएको थिए, महँगी चिजहरू। उनीहरूले के गरे? कन्तुर खोलेर त्यो उपहार प्रभुको निम्ति चढायो। उनीहरू तयारीसँग आएको छ क्या उनीहरू। यो कति पैसा देऊ, ओ भेटी देऊ, खतरा कुरै होइन त्यो। यो कति देऊ, कस्तो महँगी चिज देऊ, के दिएको कुरै होइन यो। त्यस्तो वचन सुनेर सायद त्यस्तो दिमाग भएको होला हाम्रो, त्यस्तो होइन। यो चाहिँ 2टा कुरा हो। तयारीसँग आएको छ उनीहरू। प्रभुलाई भेट्छु र म यो प्रकारले उहाँलाई उपहार दिएर आराधना गर्छु। तयारीसँग आएको छ उनीहरू। त्यो हृदयको कुरा हो, तयारीसँग आएको छ, पूर्ण योजना र तयारीसँग। तपाईँ जब आउनुहुन्छ आराधना गर्नलाई, भेट्नुहुन्छ, बस्नुहुन्छ, उहाँको तयारी र योजनासँग जानुहोस्। तपाईँले पश्चाताप गर्ने कुरो हुनसक्छ। मण्डलीमा आउनुहुन्छ, पश्चातापै नगरी जानुहुन्छ। घरमा प्रार्थना गर्नुहुन्छ, घर परिवार घरको कतिवटा पश्चाताप गर्ने कुराहरू छ, पश्चातापै गर्नुहुन्न। ल पश्चाताप छैन अरे, हुन त जहिले हुन्छ है, जहिले हुन्छ। धन्यवादी हुने कुरा। तयारी भयो भने चाहिँ थाहा हुन्छ नि त, म आज के भन्नुपर्ने छ, कुन कुरो मैले प्रभुमा लानुपर्ने छ। तयारी योजनासँग आउनुहोस्। त्यही भएर मैले भेटी चढाउँदा पनि तपाईँहरूलाई भनेको, यसो गरेर न, त्यस्तो होइन। कहिले चेपमा रहेको त्यस्तो होइन। घरबाटै तयारीसँग, प्रार्थनासँग, आज म प्रभुको राज्यको कामको लागि यो दिन्छु, यति दिन्छु, त्यसरी तयारी भएर आउने है। त्यसरी तयारी कति दिने कुरै होइन क्या। त्यसो गर्नु भने आराधना कहाँबाट सुरु भयो? तपाईँ तयारी भएर आज म प्रभुको निम्ति भेटी यति दिन्छु, $1 होस्, $5 होस्, 1000 होस्, जेसुकै होस्, तर तपाईँले घरबाट तयारी भएर ल्याउनु भने के भयो? त्यो आराधना कहाँबाट सुरु गर्नुभयो? तपाईँले घरबाट तयारीसँग आउनुभयो। यिनीहरूको ज्योतिषीको आराधना त्यो घरमा होइन, पूर्वकै देशबाट सुरु भएको। हरेक उनीहरूको यात्राको पाइला नै आराधनाको पाइला हो। तब हुन्छ आराधना, अनि त्यसलाई भन्छ आराधनाको जिन्दगी। त्यो नै आराधनाको जीवन हो। यो आराधना भनेको भन्नुभयो। पूर्ण योजना, तयारी, हृदय, आराधनाको जिन्दगी। अन्तिम पोइन्ट, परमेश्वरको आज्ञा पालन गर्ने हृदय हुन्छ आराधनाको रूप। उनीहरूले के गरे? अन्तिममा 12 पदमा आराधना भयो, भेट्यो, अनि सपनामा परमेश्वरबाट हेरोद कहाँ फर्केर नजानु भन्ने चेतावनी पाएर उनीहरू अर्कै बाटो भएर आफ्नो देशतिर हिँडे। अब उनीहरू ज्योतिषीले गएर हेरोदले भनेको थियो मलाई बताउनु कहाँ छ, को हो पनि भेट्छु, ढाँटेको थियो उसले। तर सपनामा प्रभुले दर्शन दियो, त्यो हेरोदलाई भेट्नु नजा भन्यो। उनीहरूले के गर्यो? उनीहरूको फर्किजाँदा पनि उनीहरूले आराधनै गरेर फर्के, किनकि परमेश्वरले जे कुरा उनीहरूलाई भने त्यसलाई उनीहरूले आज्ञा पालन गरे। कति मिठो छ यो कथा। वास्तविकता पूर्वबाट हिँड्दा पनि परमेश्वरले बताएअनुसार उनीहरू भेट्न आए, फर्किएर जाँदा पनि परमेश्वरले बताएअनुसार फर्किएर गए। आफ्नो जीवनलाई याद गर्नुहोस्। तपाईँ प्रभुमा जन्मिनु भयो, तपाईँको हरेक पाइला परमेश्वरले भने जस्तो बढ्नुपर्छ। एक दिन पृथ्वी छोडेर जान्छौँ,
छोडेर उहाँकोले भनेको ठाउँमा पुग्दाखेरि पनि उहाँकै काम गरेर फर्किन्छौँ। त्यो हो आराधना। त्यसलाई चाहिँ आज्ञाकारिताको आराधना भन्छ। आराधना गरौँ, प्रार्थना गरौँ है त। छोटो परमेश्वर पिता, तपाईँलाई हामी धन्यवाद दिन्छौँ। आनन्द र हर्षसँग तपाईँको आराधना गर्न हामी आउन सक्दैनौँ। हाम्रो जीवनका बोझहरू, कामले थकेका हुन्छौँ, सोचहरू हुँदैन प्रभु, हामीलाई क्षमा गर्नुहोस्। तर आनन्द खुसीसँग आराधना गर्ने हृदय सधैँ हामीलाई दिनुहोस्। समर्पित झुकाव आदर इज्जतसँग तपाईँलाई ज्योतिषीले गरे चाहिँ हामी पनि हाम्रो घर परिवार जीवनमा गर्न सकौँ भनेर प्रार्थना गर्छौँ। कुन कार्यले तपाईँलाई हामीले इज्जत गरिरहेका छैनौँ, कुन कामले, कुन बोलीले, कुन व्यवहारले, कुन सोचले तपाईँमा समर्पित छैन, कुनमा त्यो कुन इज्जत मिलिराखेको छैन, सम्मान भइराखेको छैन, प्रभु हामीलाई त्यो देखाइदिनुहोस् र हामी सधैँ त्यसलाई परिवर्तन गरेर तपाईँलाई हामी आदर इज्जत सम्मान चढाउन सकौँ। पूर्ण योजना र तयारीसँग जीवनलाई नै आराधना बनाएर आज्ञा पालन गर्दै हामी पनि तपाईँको निम्ति जिउन चाहन्छौँ। पवित्र आत्मा हामीलाई मद्दत गर्नुहोस् र यी आराधनाका रूपहरू जो छैन हाम्रो जीवनमा हामीलाई क्षमा गर्नुहोस्। तर आउने दिनहरूमा यी रूपहरूलाई, यी आचरणहरूलाई हाम्रो जीवनमा लिएर घमण्ड गर्न होइन, तर हामीलाई बचाउने प्रभु तपाईँलाई महिमा हामी दिन सकौँ। सम्पूर्ण रहल समय तपाईँको हातमा